सिन्धुपाल्चोकको जुगलमा सेलान हाइड्रो पावरको पाइप फुट्दा त्रास। स्थानीयमा ठूलो समस्या। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका अन्तर्गत सेलाङ क्षेत्रमा सञ्चालनमा रहेको सेलाङ हाइड्रो पावरको मुख्य पाइप पेन्स्टक अचानक फुट्दा स्थानीय क्षेत्रमा त्रास र समस्या सिर्जना भएको छ। स्थानीयका अनुसार पाइप फुटेसँगै उच्च दबावमा पानी बाहिर निस्केर आसपासका बस्ती, खेतबारी र बाटाघाटामा क्षति पुर्याउने जोखिम बढेको छ। पानीको तीव्र बहावका कारण केही स्थानमा जमिन कटान सुरु भएको छ भने आवत जावतमा समेत अवरोध पुगेको बताइएको छ। बानीको तीव्र बहावका समेत अवरोध पुगेको बताइएको छ। बानीको तीव्र बहावका समेत अवरोध पुगेको बताइएको छ। आवत जावतमा समेत घटनापछि प्रभावित क्षेत्रका बासिन्दाहरू सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। विशेष गरी खोलसानजिकका घर परिवार उच्च जोखिममा रहेको स्थानीयले बताएका छन्। पाइप फुटेको स्थान वरिपरि ठूलो आवाज र पानीको फोहरा जस्तो दृश्य देखिएपछि मानिसहरूमा त्रास फैलिएको छ। हाइड्रो पावर कम्पनीका प्राविधिक टोली घटनास्थलमा पुगेर क्षतिको मूल्याङ्कन तथा मर्मत कार्य सुरु गरिरहेको जनाइएको छ। यद्यपि पाइप मर्मत गर्न समय लाग्न सक्ने भएकाले समस्या अझ केही समय कायम रहने सम्भावना रहेको छ। स्थानीय तह तथा प्रशासनले घटनाबारे जानकारी लिएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित दूरी कायम गर्न सबैलाई अनुरोध गरिएको छ। यस घटनाले हाइड्रो पावर संरचनाको सुरक्षा र नियमित मर्मत सम्भारमा ध्यान दिनुपर्ने आवश्यकता पुनः औल्याएको छ। स्थानीय वासीहरूले क्षतिपूर्ति तथा दीर्घकालीन समाधानको माग समेत अघि सारेका छन्।